टसिदेलेक नमस्कार तिब्बत टिभी को नेपाली प्रसारणमा स्वागत छ। यस हप्ताको तिब्बत परम्परा दलाईलामा जू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लुडो सङ्पो उपस्थित भएको छु। सुरु गरौँ यस हप्ताका प्रमुख समाचारहरू संक्षेपमा। परम्परा दलाईलामा जूद्वारा करुणा र मर्यादाको बारे प्रवचन। चीनले 34 वर्षीय कीर्ति गुम्बाका भिक्षु लोप्साङ छोपेललाई पक्राउ। सिचोङ पेम्बा छिरिङद्वारा दक्षिण टाइरोलका राष्ट्रपतिसँग भेट। प्रतिनिधि कर्मा सिंघेद्वारा एसीटी तिब्बती समुदायका नयाँ कार्यकारी सदस्यहरूलाई स्वागत। ताइपेमा फाइन्डिङ कमन ग्राउन्ड 2021 सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न। वाशिंगटन डीसीमा अमेरिकी कांग्रेस स्वर्ण पदकको 14औं वार्षिक उत्सव समारोहको आयोजन। अब समाचार विस्तारमा। यस हप्ता मंगलबार कोलोराडो विश्वविद्यालय र रेनी क्राउन वेलनेस इन्स्टिच्युटका सकायहरूसँगको भर्चुअल कार्यक्रममा परम्परा दलाईलामा जूले शिक्षा क्षेत्रमा करुणा र मर्यादाको महत्त्वबारे छलफल गर्नुभयो। The very purpose of education, not for troublemaking, but peace of mind. And even you see problem through education transform or say peace. So therefore, in our education field, now we should pay more attention about warm-heartedness. चिनिया अधिकारीहरूले यस महिनाको सुरुमा नापा काउन्टीमा रहेका कीर्ति गुम्बाका 34 वर्षीय भिक्षु लोप्साङ छोपेल र अन्य धेरै भिक्षुहरूलाई हिरासतमा लिएका छन्। हालमा पक्राउ परेकाहरूको ठेगाना र विवरण भने खुल्न सकेको छैन। लोप्साङ छोपेललाई यसअघि पनि 2 पटक चिनिया अधिकारीहरूले पक्राउ गरिसकेका छन्। उनी ल्हासामा पहिलो पटक सन् 2008 मा र सन् 2021 मा नापा काउन्टीबाट पक्राउ परेका थिए, तर त्यसबेला उनी 4 महिनाभन्दा बढी थुनामा राखिएका थिए। युरोपको औपचारिक भ्रमणमा रहेका सिचोङ पेम्बा छिरिङले यस साता बिहिबार साउथ टाइरोलका राष्ट्रपति डाक्टर अर्नो कोम्पेचरसँग भेट गरेका छन्। उत्तर पूर्वी भारतमा रहेका तिब्बती बस्तीहरूको आधिकारिक भ्रमणपछि यस हप्ता बुधबार युरोपका लागि प्रस्थान गर्नुभएको छ, जहाँ उनी आधिकारिक कार्यक्रमहरूमा भाग लिनेछन्। आधिकारिक भ्रमण इटलीबाट सुरु भएको र यस हप्ता बुधबार बोल्जोनामा रहेका युरक रिसर्च सेन्टरका अध्यक्ष रोनाल्ड पेसेनेर, डाक्टर गुन्थर कोलोग्न र अन्य अन्वेषकहरूसँग भेटेका छन्। भेटका क्रममा सिचोङ पेम्बा छिरिङले चिनिया सरकारसँगको व्यवहारमा परिकल्पना गरेका मध्यमार्ग दृष्टिकोणको नीतिबारे छलफल गर्नुभयो र तिब्बतका मुद्दामा चेतना जगाउनका लागि उनीहरूको समन्वयको खोजी गर्नुभएको छ। यस हप्ता शुक्रबार सिचोङ पेम्बा छिरिङले रोममा हुने इन्टर पार्लियामेन्ट्री एलायन्स अन चाइना आइपेक सम्मेलनमा भाग लिनेछन्। लगभग 200 जनाभन्दा बढी विश्वव्यापी संसद सदस्यहरूद्वारा G20 शिखर सम्मेलन अघि चिनिया सरकार विरुद्ध कडा आह्वान माग गर्न एक काउन्टर बैठक गर्नेछन्। इटलीको भ्रमणपछि सिचोङ पेम्बा छिरिङ नोभेम्बर 1 देखि 2 सम्म तिब्बती दूतावास कार्यालय जेनेभा र सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको संयुक्त आयोजनामा स्विजरल्यान्डमा हुने 2 दिने जेनेभा फोरम 2021 मा भाग लिनेछन्। यस वर्षको मे महिनामा सिचोङको नेतृत्वको भूमिका निर्वाह गरेपछि उनको यो युरोप भ्रमण पहिलो औपचारिक विदेश भ्रमण हो। क्यानबेरा तिब्बती समुदायले भर्खरै केल्साङ छिरिङलाई नयाँ प्रमुख र डाक्टर तेन्जिन डोल्मा दाग्पोलाई तिब्बती समुदायको उपाध्यक्षमा निर्वाचित गरेको छ। अस्ट्रेलियाको क्यानबेरामा रहेका एसीटी तिब्बती समुदायले गत हप्ता शनिबार निवर्तमान र आगमन कार्यकारिणी सदस्यहरूबीच संक्षिप्त हस्तान्तरण समारोह आयोजना गरेको छ। तिब्बती दूतावास कार्यालय ताइपेले ताइवान तिब्बत-कालियन संघको सहकार्यमा गत शनिबार ताइपेमा फाइन्डिङ कमन ग्राउन्ड 2021 नामक सम्मेलन आयोजना गरेको छ। सम्मेलनको मुख्य विषय अमेरिका चीन सम्बन्धीको परिप्रेक्ष्यमा तिब्बत
पूर्वी तुर्किस्तान, भित्री मङ्गोलिया, हङकङ र ताइवानको मुद्दामा छलफल भएको छ। सम्मेलनमा विद्वान, राजनीतिज्ञ, कार्यकर्ता, सामाजिक कार्यकर्ता लगायत 60 जनाभन्दा बढीले भाग लिएर तिब्बतको पक्षमा समर्थन जनाएको छ। परमपावन दलाई लामा ज्यूलाई प्रदान गरिएको कङ्ग्रेसनल गोल्ड मेडलको 14औं वार्षिक उत्सवमा आयोजित कार्यक्रममा प्रतिनिधि मुटुप छिरिङले तिब्बती भाषा र संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने र परमपावन ज्यूका प्रतिनिधिहरूसँग तिब्बत मुद्दामा वार्ताको लागि संलग्न हुन चीनलाई दबाव दिने विषयमा कुरा गर्नुभयो। राजधानी क्षेत्र तिब्बत संघ क्यापिटल एरिया टिबेटन एसोसिएसनले गत हप्ता शुक्रबार उत्सव मनाउन तिब्बत दूतावास कार्यालय वासिङ्टन डिसीका प्रतिनिधि मुटुप छिरिङ र कर्मचारीहरूलाई निमन्त्रण दिएका छन्। कङ्ग्रेसनल गोल्ड मेडल संयुक्त राज्य अमेरिकाको सर्वोच्च नागरिक सम्मान पुरस्कार हुन्, जुन परमपावन ज्यूलाई 17 अक्टोबर 2007मा प्रदान गरिएको थियो। हस् त आजको लागि नेपाली साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। टासिदेले नमस्ते।